हेलो हेलो सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट नमस्कार। मेरो चेनलमा उल्फेटद्वारा चिनिएको छ। ल हेर्नुहोस्, यो कुवेतमा पनि हामी यस्तो धुलो उड्छ भन्ने थियो है, कस्तो नहोला भन्ने थियो। ल हेर्नुहोस् त यहाँ कति हरियाली छ। ल हेर्नुहोस् यहाँ जस्तै यहाँ हेर्नुहोस् त, यो त थाहा भइहाल्यो होला तपाईँहरूलाई है। यहाँ हेर्नुहोस् त, यो हाम्रो धनकुटातिर भोजपुरतिर पाइने भनेको यसलाई ज्यामिर अमिलो है। ल हेर्नुहोस् त यहाँ कुवेतमा देख्दा छक्क परियो, विशेष गरी यहाँ ज्यामिर छ। ल हेर्नुहोस् यहाँनिर आज यहाँ म हाम्रो साउको मजेरातिर आएको छु होइन, घुम्दै घुम्दै आइपुगेको छ यहाँनिर। ल हेर्नुहोस् त यहाँ यो लोकल कुखुरा पनि ठ्याक्कै हामी भन्छौँ नि नेपालबाट या कुनै कुनै साथीले दुःख पाएको हुन्छ होइन। यो खाडी देशमा यस्तो छ उस्तो छ। ल हेर्नुहोस् त्यहाँ कति रमाइलो। हेर्नुहोस् यसलाई यो ज्यामिर है, यसलाई यो ज्यामिर हो नि। ल हेर्नुहोस् यो ज्यामिर कति लटरम्मै फलेको। हेर्नुहोस् त, यस्तो देखेपछि नेपाल यहीँ छ जस्तो लाग्छ नि हो, ठ्याक्कै भन्नुपर्दाखेरि। यहाँ थोरै धनियाँहरू, सागसब्जी। ल हेर्नुहोस् त यहाँ कति हरियाली ठ्याक्कै। अझ यता पनि रहेछ है यहाँ कुखुराहरू, मसिनो यहाँ चाहिँ स्टेप बाई कुखुराहरू पालेको रमाइलो। यता देखाउनु पर्दाखेरि त्यो धनियाँ हो, त्यसपछि यो साग, यता पालुङ्गे लट्टे, अनि यता भित्र जाउँ अब भित्र। ल हेर्नुहोस् त यहाँ यो फल के यो भनेको नेपालमा किम्मु, हामी किम्मु भन्छौँ है, ब्ल्याकबेरीको जातै हो। ल हेर्नुहोस् यो कुवेतबाट अलि भित्र बेनेजर भन्ने ठाउँमा छ है यो चाहिँ। तपाईँहरू पनि कुनै दिन आउनु होला। ल हेर्नुहोस् त यहाँ यो दारिम, यो अहिले चाहिँ खाने बेला भएको छैन। यहाँ दारिमहरू भयो होइन। तपाईँले यो के अरे जैतुन, कति साथीहरूले त थाहा पनि हुँदैन होला यो जैतुन भन्नाले। जैतुन पनि छ यहाँ है, रमाइलो। अर्कोतिर ल हेर्नुहोस् यो यहाँ जुनार, अर्को एउटा हो टिपुम लाग्ने जुनार है, ठ्याक्कै यो चाहिँ टिपुम होला हो। ठ्याक्कै अहिले यसलाई काटेर खानुपर्छ। हेर्नुहोस् त यस्तो रमाइलो। तपाईँहरू पनि कुनै दिन आउनु होला। जस यता आइपुग्नु भयो भने यो ठाउँ चाहिँ नछोड्नुहोस् है। हेर्नुहोस् त कति रमाइलो छ यहाँ। जुनारहरू ज्यामिर भन्छ है हाम्रोतिर, कालो ज्यामिर। तपाईँहरूकोतिर के भन्छ कोनि। यता गेट फुल। यहाँ आउनुभयो भने हरियाली एकदमै रमाइलो है, ठ्याक्क भन्नुपर्दा। आज हेर्नुहोस् यहाँ मेवाको बोट, पपैया। यो फुल्दैन नि अहिले त, फल्दैन अब। ल हेर्नुहोस् यहाँ ज्यामिर। यो केही फरक पर्दैन, टिपेर खान मन लाग्यो टिपेर खान सकिन्छ। अझ यता अङ्गुरको बोट छ है, कति साथीहरूले ठ्याक्कै। ल यहाँ फल्नु थालेछ ठ्याक्कै भन्नुपर्दा। हेर्नुहोस् त कति रमाइलो छ, हरियाली सबैतिर। तपाईँहरू पनि कुनै दिन आउनु होला।
घुम्न चाहनुहुन्छ भने यहाँबाट 100 मिटर 20-30 मिटर जतिमा यहाँ बोट सिफ्ट पनि घुम्नको लागि पाइन्छ हैन। ल हेर्नुहोस् है, यहाँ ठ्याक्कै अब 20 मिटरमा समुद्र ठ्याक्कै छ। ओहो कति चिसो हावा आनन्दको। ल हेर्नुहोस् यहाँ ब्युटिफुल। सो यदि कुवेतमा हुनुहुन्छ भने साथीहरूले कुनै दिन छुट्टीको बेला आउनु होला। यहाँ यो रमाइलो ठाउँ छ एकदमै। यहाँ कुनै पैसा लाग्दैन तपाईहरुलाई, एकदम फ्रीमा हो घुम्न हेर्न। यहाँ अब अहिले जाडोको बेला त स्विमिङ गर्न सक्नुहुन्न, पछि गर्मीको बेला भने एकदम स्विमिङको लागि उपयुक्त छ यो ठाउँ भनेको। ल हेर्नुहोस् त कति आनन्द, चिसो हावासँगै। ल हेर्नुहोस्, कुनै दिन तपाईहरु कुवेतमा हुनुहुन्छ भने आउनु होला। कुनै यहाँ पैसा लाग्दैन, एकदम घुम्नको लागि बस्नको लागि। ल यति भन्दै आजलाई बिदाई। थ्याङ्क यू सम्पूर्ण भिडियो हेरिरहनु पर्ने साथीभाइहरूलाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। हस् त, धन्यवाद।